जब कुनै मान्छेले तिमीमा इन्ट्रेस्ट गुमाउन थाल्छ ऊ एक्कासी चेन्ज हुँदैन। ऊ बिस्तारै बिस्तारै टाढिन थाल्छ। सुरुमा उसको रिप्लाईहरू ढिलो आउन थाल्छन्, त्यसपछि फोनमा हुने कुराकानीहरू छोटो हुँदै जान्छन् र अहिले व्यस्त छु भोलि कुरा गरौँ भन्ने बहाना हरेक दिन बन्न थाल्छ। तिमी चाहिँ अलमलमा पर्छौ अनि मनलाई अनेक बहाना बनाएर बुझाउँछौ सायद ऊ साँच्चै व्यस्त होला। तर साँचो कुरा के हो भने यो संसारमा कोही पनि यति व्यस्त हुँदैन कि उसले आफ्नो प्रिय मान्छेका लागि 2 मिनेट निकाल्न नसकोस्। यहाँ कुरा व्यस्तताको होइन, कुरा हो प्रायोरिटीको। यदि उसले चाह्यो भने ऊ 1000 कामको बीचबाट पनि तिम्रो लागि समय निकाल्छ। जब मान्छेको मनमा तिम्रो इम्पोर्टेन्स घट्छ तब उसको एफोर्ट पनि आफै घट्दै जान्छ। जोसँग कुरा गर्न मन हुन्छ उसले त व्यस्त हुँदाहुँदै पनि समय निकाल्छ, तर जसको मन भरिसक्यो उसले फुर्सद हुँदा पनि बहाना नै खोज्छ। बस यति याद राख, जसलाई तिम्रो कदरै छैन उसलाई आफ्नो वर्थ सम्झाएर के फाइदा। सही मान्छेले कहिल्यै तिमीलाई कन्फ्युज बनाउँदैन। उसले तिमीलाई भ्याल्यु दिन्छ। ऊ बिजी भए पनि तिम्रो लागि टाइम निकाल्छ र उसमा पनि तिमीलाई गुमाउने डर हुन्छ।